ठ्याक्कै अब राजा आयो भने तपाईहरु कसलाई राजा मान्नु? राजा आयो भने राजालाई राजा मान्छौँ नि। पूर्व राजालाई नै ज्ञान कस्तो पूर्व र उत्तर भन्नुभएको? यो राजा हुनुभन्दा अगाडि को राजा छ र? तपाईको प्रश्नमा राजा कसलाई मान्नुहुन्छ भने कसलाई मान्ने त? तपाईलाई मान्ने त? तपाईले के गर्नु पर्यो? तपाई त्यसै बढ्नु ठुलो हुनुभयो, तपाईको बाबुले केही नगरी यत्रो हुनुभयो। तपाईको आमाले केही नगरिकन तपाई यत्रो हुनुभयो। अझ तपाईलाई तपाई जीवनकालभरि काठमाडौँमा 4 आना जग्गा जोड्न नसकेकोले भौतारिएर हिँडेको होइन यो माइक बोकेर? केही पनि भएन। केही पनि नभएको भएदेखि तपाई नेपाली कसरी हुनुभयो त? तपाई राजा आउँछन् र राजा नयाँ को आउँछ त? प्रचण्ड चाहियो अझै तपाईलाई? तपाईलाई अझै केपी ओली चाहिएको हो? त्यो अस्ति 23 गते मर्ने मान्छेमा तपाईको भाइ भएको भएदेखि तपाई के गर्नुहुन्थ्यो? केपी ओलीको गएर तल घुँडाको पानी खानुहुन्थ्यो कि गएर केपी ओलीलाई गोली ठोक्नुहुन्थ्यो? हिजो 10 वर्ष जनयुद्धमा मान्छे मार्दै गर्दा तपाईको आमाको सिन्दुर पुसेको भएदेखि तपाई आज कहाँ हुनुहुन्थ्यो? तपाई यो माइक लिएर यहाँनिर आएर 2-4 हजार 5-10 हजार कमाउनुको लागि युट्युब च्यानल खोलेर बसिराख्नुहुन्थ्यो?